हेलो साथीहरू, सेवा नमस्ते, जयमसी। आज चाहिँ तपाईँहरूको इन्ट्रेस्टिङ विषयमै म आउने कोसिस गर्दैछु। कतिजनाको है मलाई धेरैजनाले कमेन्टमा इनबक्समा सोध्नु भएको छ नि त, कन्टेन्ट मोनिटाइजेसन कसरी ल्याउने, कसरी पाउने, यो चाहिँ कसरी आउँछ, के गरेर आउँछ भनेर धेरैजनाले मलाई सोधिरहनु भएको थियो। अनि मैले कन्टेन्ट मोनिटाइजेसन मैले चाहिँ कसरी पाएँ अनि कसरी सजिलै पाउन सकिन्छ भन्ने मैले जानेको जति है, म यसको विज्ञ चाहिँ होइन, एकदम म यसको बारेमा पुरा जान्ने चाहिँ होइन, भर्खर म पनि अलिअलि सिक्दैछु। तर मैले सजिलै कसरी कन्टेन्ट मोनिटाइजेसन पाएँ त्यो चाहिँ म तपाईँहरूलाई आज भन्दैछु है त। विशेष गरी कन्टेन्ट मोनिटाइजेसन भनेको चाहिँ मेटाले दिने हो। अनि कन्टेन्ट मोनिटाइजेसन तपाईँले पाउनु छ भने चाहिँ तपाईँले आफ्नो ओरिजिनल कन्टेन्टलाई प्रायोरिटी दिनुपर्ने हुन्छ। ओरिजिनल कन्टेन्ट चाहिँ कन्टिन्यू पोस्ट गर्नुपर्ने हुन्छ। तपाईको टिकटकहरू पोस्ट गर्नुहुन्छ भने चाहिँ त्यो चाहिँ कपिराइट क्लेम लाग्छ, त्यसबाट तपाईलाई झन् असर पर्न सक्छ। कपिराइट क्लेमको बारेमा पनि मैले भर्खर मात्र अलिअलि बुझ्दैछु, खोज्दैछु, सिक्दैछु। हिजो एकजना मित्रले सिकाउनु भएको छ, हाम्रो निरज थापा मगर, उहाँले सिकाउनु भएको छ कपिराइटको बारेमा। अझै म पनि सिक्ने कोसिस चाहिँ गर्दैछु। त्यही पनि कपिराइटको बारेमा अहिले कुरा नगरौँ, तर विशेष कन्टेन्ट मोनिटाइजेसन कसरी ल्याउने र कपिराइट कसरी हराउँछ, कपिराइट चाहिँ कस्तो भिडियोमा आउँदैन, त्यो विषयमा चाहिँ आज तपाईहरुलाई म भन्छु है त। विशेष गरी म चाहिँ एउटा भ्लग पनि बनाउने भएको कारणले भ्लगर पनि हो सामान्य नर्मली। त्यही भएर म चाहिँ मेरो भ्लगमा जे आउँछ म चाहिँ त्यसलाई नै काटेर फेसबुकमा हालिदिन्छु। त्यो चाहिँ मेरो कन्टेन्ट हो नि त, पर्सनल कन्टेन्ट। अनि त्यसमा चाहिँ कपिराइट क्लेम फेरि हुँदैन, कपिराइट आउँदैन, किनभने तपाईको आफ्नै भोइसमा तपाईले आफैले बनाएको भिडियोमा कपिराइट चाहिँ आउँदैन। तर फेरि तपाईले अरूको म्युजिक एड गर्नुहुन्छ, साउन्डहरु एड गर्नुहुन्छ, कपिराइट आउँछ। तर कस्तोमा भन्दाखेरि कपिराइट क्लेम लाग्नेमा। तर तपाईले युट्युबमा अथवा टिकटकमा विदाउट कपिराइट सङ भनेर सर्च गर्नुभयो अथवा ब्याकग्राउन्ड म्युजिक भनेर सर्च गर्नुभयो भने विदाउट कपिराइटको भएको धेरै सङहरु, धेरै म्युजिकहरु तपाईले पाउनुहुन्छ है, साउन्ड के रे ब्याकग्राउन्ड म्युजिकहरु। अनि तपाईले विशेष गरी विदाउट कपिराइट भएको म्युजिकहरु तपाईले युज गर्नुभयो भने चाहिँ एकदम बेटर पनि हुन्छ हैन। अनि तपाईलाई कपिराइट पनि लाग्दैन। अनि मैले चाहिँ त्यही आफ्नो कन्टेन्ट पनि दिन्छु। हुन त म पनि हाल्छु, टिकटकहरु त हाल्छु, तर अहिले चाहिँ डिलिट गर्दैछु, त्यसले अलिकति कपिराइट क्लेमहरु बढी आएको कारणले। तर म तपाईहरुलाई के चाहिँ भन्छु भने तपाईले आफ्नो भिडियो कन्टिन्यू पोस्ट गर्नुहोस्। आफ्नो भन्दा पनि आफूले बनाएको आकर्षक भिडियोहरु, फेरि त्यो भिडियोमा अलिकति भ्युज लाइक कमेन्ट आउनु पर्यो, अलिकति भिडियो चल्नु पर्यो, अनि तपाईलाई मेटाले कन्टेन्ट मोनिटाइजेसन दिन्छ। तपाईलाई कन्टेन्ट मोनिटाइजेसन अर्कोले फल्नाले चाहिँ दिने होइन, तपाईको आफ्नो मेहनतले तपाईले पाउने हो। तपाईको मेहनतलाई देखेर चाहिँ फेसबुकले मेटाले चाहिँ तपाईलाई कन्टेन्ट मोनिटाइजेसनको सेटअप दिने हो र तपाईले सेटअप गर्ने हो, त्यसपछि अर्निङ गर्ने हो। मेरो पनि त्यसरी नै मैले चाहिँ पाएको थिएँ, तर नेपालमा त्यतिखेर चाहिँ अथोरिटी थिएन र मैले वास्ता गरेको थिइनँ। पछि म मलेसिया आएपछि चाहिँ मैले मेरो फेसबुकलाई मैले प्रायोरिटी दिन थालेँ। अलिअलि कन्टेन्ट मोनिटाइजेसन सेटअप गरेँ, यताउता गरेँ हैन। अलिअलि इस्यु त भइ नै हाल्छ, जसको आइडीमा पनि मेरो पनि थियो, तर लगभग अब हराउँदैछ मेरो चाहिँ इस्युहरु, सेटल गर्दैछु। अनि त्यही हो, तपाईहरु सबैजनाले आफ्नो भिडियो चाहिँ पोस्ट गर्नुहोस्। आफ्नो भिडियोमा पनि विदाउट कपिराइट म्युजिकहरु युज गरेर चाहिँ तपाईले धेरै भन्दा धेरै भिडियोहरु अपलोड गर्न सक्नुहुन्छ। भिडियो भाइरल गरेर पछि कन्टेन्ट मोनिटाइजेसन पाएर पैसा कमाउन सक्नुहुन्छ है त साथीहरु। ल, नबुझेको कुराहरुको बारेमा फेरि कमेन्ट गर्नु होला। कति कुराहरुमा मैले भन्नु जानेको जति, सिकेको जति चाहिँ म तपाईहरुलाई सिकाउने नै छ है त। हस्, धन्यवाद।